हुने कुराहरू भनिदिइहाल्ने होइन। किडनी बेचेर भए पनि एउटा एड्रेस चाहिँ लिनुपर्छ भन्ने धारणा छ मेरो है। ओए मान्छेहरू जहाँ त्यहाँबाट रङ साइडबाट छिर्दिन्छ अनि यस्तोहरूले चाहिँ एक्सिडेन्ट गराउँछ होइन। अनि एक्सिडेन्ट गराएपछि चाहिँ के हुन्छ भने योहरू नै ठुलो पल्टिन्छ क्या। अनि एक्सिडेन्ट गराएपछि योहरू नै ठुलो पल्टिन्छ अलिकति। अनि त्यही भएर चाहिँ यस्तो यो रङ साइडबाट हिँड्नेहरूलाई चाहिँ हिँड्ने कि अब केही अहिलेको दामी पड्काइरहेको थियो बाइक। के भन्दै थियो भने यो रङ साइडबाट हिँडेर एक्सिडेन्ट गर्नेहरूलाई चाहिँ त्योहरूलाई नै फुल जरिवाना प्लस अझै रङ साइडबाट गाडीहरू चलाएको एक्स्ट्रा जरिवाना चाहिँ लगाउनु पर्ने। एम्बुलेन्स आयो है, बाटो छोडौँ है, एम्बुलेन्स आयो। बाटो छोड एम्बुलेन्स आयो। अब म जाँदिनँ नि गाइस, अगाडि ट्रकलाई जानिदिन्छु। बरु मरी जान्छ होइन, तर म जाँदिनँ नि। किनकि अब हामी डेन्जर हो होइन, वाइल्ड रमाइलो हुन्छ। बाटोतिर हिँड्दाखेरि होस गरेर हिँड्नु है। अब एकचोटि गएको ज्यान अर्कोचोटि आउँदैन। त्यही भएर अलिकति होस गरेर हिँड्दिनु होला होइन। अब तपाईँहरूले बाटो काट्दाखेरि तपाईँहरूलाई हामीले चिन्छ भने हामीलाई नि गाह्रो पर्छ। वाइल्ड होइन, अब उपचार गरिदिनै पर्ने हुन्छ। गरेन भने पनि अब कानुनी रूपमा हामी जेलमा जानुपर्छ। त्यही भएर चाहिँ बाटो हिँड्दा पनि राम्ररी हिँडिदिनु होला, अनि गाडीहरू चलाउँदा पनि राम्ररी चलाइदिनु होला। त्यति चाहिँ म पनि डिजर्भ गर्छु है। के भइरह यता के भइरह केटा हो, के भइरह बुद्ध चोकतिर के भइरह? नेपाल टप भन् रहेछ है, नेपाल टप रहेछ। नेपाल NEPA नट NEPA, NEPA ओन्ली। ओके त्यति मात्र हो। सीमा चोकतिर के हुँदैछ गाइस? सीमा चोकतिर के हुँदैछ? जेब्रा क्रसिङमा चाहिँ मान्छेहरूले लापरवाही देखाउँछ होइन। जेब्रा क्रसिङ भनेको अझ पनि मान्छेहरूलाई थाहा छैन होइन, मान्छेलाई पनि थाहा छैन। अनि यो गाडी चलाउनेहरूलाई अलिअलि थाहा होला होइन। जेब्रा क्रसिङ भनेको चाहिँ अब तपाईँहरूलाई नै सजिलो होस् भनेर बनाइदिएको हो खासमा होइन। तर त्यो गाडी हेरेर नर्मल ठाउँबाट बाटो काट्ने जस्तो गाडी हेरेर काट्नु पऱ्यो। जेब्रा क्रसिङ हो, तर जेब्रा क्रसिङमा दौडिनु भएन होइन। अनि अर्को मान्छेले नि के गरिदिनु पऱ्यो भने जेब्रा क्रसिङमा मान्छे हिँड्यो भने गाडी रोकिदिनु पऱ्यो हामी साधन चलाउने मान्छेहरूले नि। तर दुवैजनाले त्यो नियम पालना गर्दैन होइन। किनकि जेब्रा क्रसिङ हो भन्दैमा हिँड्ने मान्छेहरू पैदल यात्रीहरू भनौँ न, पैदल यात्रीहरू चाहिँ दौडिदिएर हुन्छ होइन। त्यस्तो